जुवाडे श्रीमान र बुद्धिमानी श्रीमती। पहाडको काखमा बसेको शान्त गाउँ थियो। नाम थियो सिरानी गाउँ। गाउँ सानो भए पनि मानिसहरूको मन ठूलो थियो। बिहान सबेरै कुखुराको बास, गोठबाट आउने गाईको घण्टी र खोलाबाट बग्ने चिसो पानीको आवाजले गाउँ बिउजिन्थ्यो। यही गाउँको बीचतिर माटो र ढुङ्गाले बनेको पुरानो घरमा बसोबास गर्थे गोविन्द र उनकी श्रीमती माया। गोविन्द कहिल्यै खराब मान्छे थिएनन्। जवान हुँदा उनी मेहनती थिए, खेतबारीमा पसिना बगाउँथे, गाउँका काममा अगाडि सर्थे। माया त्यही मेहनती गोविन्दलाई मन पराएर बिहे गरेकी थिइन्। बिहेपछि केही वर्ष उनीहरूको जीवन साँच्चीकै सुखमय थियो। सानो खेत, 2वटा गाई र सन्तोषले भरिएको घर। तर मानिसको जीवनमा कहिलेकाहीँ एउटा सानो गलत कदमले सबै कुरा बदलिदिन्छ। गोविन्दको त्यो गलत कदम थियो जुवा। सुरुमा जुवा उनको लागि खेल मात्रै थियो। हाट बजार जाने दिन गाउँका केही साथीसँग तास खेल्थे। मन बहलाउन मात्रै हो भनेर माया आफैलाई सम्झाउँथिन्। सुरुका दिनमा कहिलेकाहीँ जितेर 2-4 रुपैयाँ ल्याउँदा गोविन्द गर्वले भन्थे, हेर न माया, आज त भाग्य साथ दियो। माया मुस्कुराउँथिन्, तर मनभित्र कतै डर पलाउन थालिसकेको हुन्थ्यो। दिन बित्दै गए, खेल बानी बन्दै गयो। बानी लत बन्यो। गोविन्द अब हाट बजार नभए पनि गाउँकै कुनामा बसेर तास खेल्न थाले। खेतको काम ढिला हुन्थ्यो, गाईबस्तु व्यवस्था हुन्थे। माया बिहानदेखि साँझसम्म काम गर्थिन्, घाँस काट्ने, खेत हेर्ने, तर गोविन्द भने तासको पातमै डुबेका हुन्थे। एक साँझ माया डराउँदै डराउँदै बोलिन्, गोविन्द, आजकल तपाईँ धेरै जुवा खेल्न थाल्नुभयो, घरको काम पनि बिग्रदैछ। गोविन्द रिसाउँदै बोले, तिमीलाई के थाहा, म जित्न थालेको छु। एक दिन ठूलो पैसा जितेपछि सबै दुःख सकिन्छ। माया चुप लागिन्। उनले बुझिन् अहिले बोल्नु बेकार छ। समयसँगै घरको अवस्था बिग्रिन थाल्यो। खेतबाट आउने अन्न कम हुँदै गयो। गोविन्दले जुवामा हारेर केही पैसा सापटी लिन थाले। सुरुमा गाउँकै साथीबाट, पछि साहुकारबाट। माया राति निदाउन सक्दिन थालिन्। उनी चुपचाप हिसाब गर्थिन्, कति ऋण भयो, कसरी तिर्ने। एक दिन त गोविन्दले घरको पुरानो रेडियो बेचिदिए। अर्को दिन माया देख्छिन् गोठको एउटा गाई पनि छैन। गाई कहाँ गयो? मायाको स्वर काँपिरहेको थियो। गोविन्द आँखा नझुकाई बोले, बेचे, आज त जित्छु भनेर। त्यो दिन मायाको मन चिराचिरा भयो। त्यो गाई उनीहरूको परिवारको आधार थियो, दूध, घिउ, मल। तर उनले आँसु पुछेर केही भनिनन्, किनभने उनले जानिसकेकी थिइन् जुवाडेसँग तर्कले काम गर्दैन। गाउँलेहरू कुरा गर्न थाले, गोविन्द त बर्बाद हुँदैछ, श्रीमती कस्ती सहनशील। यी कुरा मायाका कानसम्म आइपुग्थे, तर उनले आफ्नो धैर्य गुमाइन्। उनी भित्रभित्रै दुख्थिन्, तर बाहिर शान्त देखिन्थिन्। एक साँझ गोविन्द धेरै ढिलो घर फर्के। रक्सीको गन्ध, आँखामा लाज थिएन। माया चुपचाप पानी राखिदिइन्, खाना अघि सारिन्। गोविन्दले रिसाएर भने, आज हारे, भोलि त पक्का जित्छु। मायाले पहिलो पटक कडा स्वरमा भनिन्, कति हार्नुभयो, कति ऋण भयो, के हाम्रो घर जमिन पनि जुवामै राख्ने हो? गोविन्दको हात काँप्यो। उनले केही बोलेनन्। त्यो मौनले मायालाई अझ डरायो। त्यो रात माया सुत्न सकिनन्। घरको छानो हेर्दै उनले सोचिन्, यदि यो यस्तै चलिरह्यो भने हाम्रो जीवन कहाँ पुग्छ। उनले बुझिन्, यदि अब पनि चुप लागेर बसियो भने सबै सकिन्छ। तर उनले यो पनि बुझिन्, झगडा गरेर कराएर गोविन्द बदलिँदैन। जुवा दिमागको रोग हो, यसलाई बुद्धिले जित्नुपर्छ। भोलिपल्ट बिहान गोविन्द फेरि तास खेल्न निस्के। माया ढोकामा उभिएर हेर्दै रहिन्। त्यो उनको श्रीमान थिए, तर तासले उनलाई बिस्तारै परिवारबाट टाढा लैजाँदै थियो। मायाको मनमा पहिलो पटक एउटा दृढ संकल्प पलायो, अब म रोएर होइन, सोचेर काम गर्नेछु। सिरानी गाउँको बिहान उस्तै देखिन्थ्यो। कुखुराको बास, कुहिरोले ढाकिएका डाँडा र खोलाको कलकल आवाज। तर मायाको मन भने दिनदिनै भारी बन्दै गइरहेको थियो। बाहिर शान्त देखिए पनि भित्र एउटा नदेखिने आधी चलेको थियो। गोविन्द अब बिहानै घरबाट निस्कन्थे, खेततिर होइन, तास खेल्ने चौतारोतिर। माया उनलाई हेरेर बोल्न चाहन्थिन्, तर शब्द घाँटीमै अड्किन्थे। उनले थाहा पाइसकेकी थिइन्, आज बोले पनि उनले सुन्दैनन्। माया घरभित्र लाग्थिन्। गोठ खाली लाग्थ्यो। गाई नभएको आँगन सुनसान थियो। दूधको भाँडो महिनौदेखि खाली थियो। छिमेकीहरूले कहिलेकाहीँ सहानुभूति देखाउँथे, दिदी गाह्रो होला। कसैले भने, तपाईले कडा हुनु पर्थ्यो।
तर माया मुस्कुराएर चुप लाग्थिन्। उनी कसैलाई दोष दिन चाहन्नथिन्, न श्रीमानलाई न आफैलाई। उनले केवल परिस्थिति बुझ्न खोजिरहेकी थिइन्। एक दिन साहुकार हरिराम घरमा आइपुग्यो। कडा स्वरमा भन्यो, गोविन्द कहाँ छन्? पैसा फिर्ता गर्ने समय भइसक्यो। मायाको मुटु काँप्यो। उनले नम्र स्वरमा भनिन्, उहाँ अहिले घरमा हुनुहुन्न, केही समय दिनुहोस्। हरिरामले हाँसो जस्तै गरेर भन्यो, समय त धेरै दिइसके, अब त साँचो कुरा गरौं, पैसा कि जमिन? त्यो वाक्य मायाको कानमा हथौडा जस्तै बज्यो। जमिन नै परिवारको अन्तिम आधार थियो। हरिराम गएपछि माया भुइँमा बसेर धेरै बेर रोइरहिन्। तर त्यो रोदन निराशाको मात्रै थिएन, त्यो आँसु संकल्पको पनि थियो। त्यही साँझ गोविन्द घर फर्किए। माया चुपचाप बसिन्। गोविन्दले थाकेको स्वरमा भने, आज त खेल बिग्रियो। मायाले ढिलो गरेर सोधिन्, कति ऋण भयो अब? गोविन्दले आँखा झुकाए। माया, म पनि अल्झिँदै गएको छु। त्यो पहिलो पटक थियो गोविन्दले आफ्नै कमजोरी स्वीकार गरेको। मायाले यो क्षण गुमाइनन्। उनी रिसाइन् होइन, कराइन् होइन, शान्त स्वरमा भनिन्, म तपाईलाई दोष दिन चाहन्न, तर अब यो घर, यो जीवन सबै जोखिममा छ। गोविन्द मौन रहे। त्यो मौन मायाका लागि सानो आशा थियो। दिनहरू कठिन हुँदै गए। माया बिहान छिमेकीको खेतमा मजदुरी गर्न जान थालिन्। साँझ फर्केर आफ्नो घरको काम गर्थिन्। हातमा छाला चर्किन छाल्यो, ढाड दुख्थ्यो, तर उनी कहिल्यै गुनासो गर्दिनथिन्। गाउँका महिलाहरू आपसमा कुरा गर्थे, मायालाई हेर्दा दुःख लाग्छ, यस्तो श्रीमान पाउँदा पनि कति धैर्य। यी शब्दले मायालाई बल दिन्थे। उनले आफू कमजोर होइन, बलियो हुनुपर्छ भन्ने महसुस गरिन्। एक दिन गाउँको मेला लाग्यो। सबै घरमा रमाइलो थियो, तर मायाको घरमा शून्यता थियो। गोविन्द मेला हेर्न गए, तास खेल्न। माया घरमै बसिन्। साँझ परेपछि उनले एउटा पुरानो कापी निकालिन्। त्यसमा उनले पहिलो पटक सबै कुरा लेखिन्, ऋण, खर्च, बचेको सामान। कागजमा हेर्दा अवस्था झन स्पष्ट देखिन्थ्यो। आँखा रसाए, तर दिमाग शान्त हुँदै गयो। अब रोएर केही हुँदैन, उनले आफैलाई भनिन्। त्यो रात मायाले लामो समयसम्म सोचिन्। उनले बुझिन् गोविन्दलाई सिधा बाटो देखाउन डर, गाली वा आँसु पर्याप्त छैन। उनलाई आफ्नै अनुभवबाट सिकाउनुपर्छ। भोलिपल्ट बिहान माया नदी किनार गइन्। शान्त पानी हेर्दै उनले मनमनै भनिन्, जस्तो पानीले ढुङ्गा काट्छ, शब्दले होइन, निरन्तरताले। घर फर्किँदा उनको मनमा एउटा नयाँ दृढता थियो। गोविन्द अझै जुवाबाट नफर्किएको भए पनि माया बदलिसकेकी थिइन्। त्यही दिनदेखि उनले गोविन्दसँग झगडा गर्न छाडिन्। बरु उनको कुरा ध्यान दिएर सुन्न थालिन्। कहिलेकाहीँ उनी आफै सोध्थिन्, आज खेल कस्तो भयो? गोविन्द अचम्म मान्थे। उनले सोचे, माया त अब मलाई रोक्दिनन्। तर मायाको मौनभित्र एउटा योजना बिस्तारै बनिरहेको थियो। मायाको जीवन बाहिरबाट उस्तै देखिन्थ्यो। बिहान सबेरै उठ्ने, पानी भर्ने, घर सफा गर्ने, छिमेकीको खेतमा काम गर्न जाने। तर भित्रभित्रै उनको सोच पूर्ण रूपमा बदलिएको थियो। अब उनी केवल सहने श्रीमती मात्र रहेकी थिइनन्, उनी सोच्ने, योजना बनाउने स्त्री बनिसकेकी थिइन्। मायाले सबैभन्दा पहिले गोविन्दलाई प्रत्यक्ष रोक्ने प्रयास गर्न छाडिन्। न झगडा, न गाली, न आँसु। यसले गोविन्दलाई अल्मल्यायो। उनी भित्रभित्रै सोच्थे, माया किन यति चुपचाप छे? पहिले त सधैँ सम्झाउँथी। यही मौन नै मायाको पहिलो चाल थियो। गोविन्द अझै जुवा खेल्थे, तर अब उनी घर फर्किँदा माया चुपचाप चिया दिन्थिन्, पानी राखिदिन्थिन्। कहिलेकाहीँ सोध्थिन्, आज कति जित्नुभयो? वा, आज त धेरै मान्छे थिए होला है? यी प्रश्नमा आलोचना थिएन, केवल सामान्य चासो थियो। गोविन्दलाई पहिलो पटक यस्तो महसुस भयो। घरमा उनलाई कसैले शत्रु जस्तो हेरेको छैन। त्यसैले उनी कुरा खोल्न छाले। एक साँझ गोविन्दले आफै भने, आज त निकै ठूलो दाउ थियो। एकछिन जिते, अन्त्यमा हारे। मायाले शान्त स्वरमा सोधिन्, त्यो दाउ जितेको भए के गर्ने सोच्नु भएको थियो? गोविन्द अलमल्य परे। त्यसैले त सबै ऋण तिर्ने, फेरि गाई किन्ने। मायाले टाउको हल्लाइन्। त्यो त राम्रो सपना रहेछ। त्यो सानो संवादले गोविन्दको मनमा एउटा प्रश्न रोप्यो, सपना जुवाबाट साँचो बन्छ कि छैन? मायाको अर्को चाल थियो घरको जिम्मेवारी गोविन्दलाई महसुस गराउनु। एक दिन उनले भनिन्, म भोलि छिमेकी गाउँ काम गर्न जानुपर्छ। घरको खर्च तपाईले सम्हाल्नु होला है?
गोविन्द अलमल्यमा परे, तर उनी सहमत भए। त्यो दिन गोविन्दले पहिलो पटक घरको वास्तविक खर्च देखे। नुन, तेल, दाउरा, सागसब्जी, सानो पैसाले कति कुरा धान्नुपर्छ भन्ने उनलाई थाहा भयो। साँझ उनी थाकेका देखिए। मायाले केही भनेनन्, उनले बुझिन् अनुभवले काम गरिरहेको छ। यसैबीच साहुकार हरिराम फेरि आयो। यो पटक माया अघि बढिन्। हामी ऋण तिर्छौं, उनले दृढ स्वरमा भनिन्, तर समय चाहिन्छ। हरिराम हाँस्यो, समय त जुवाले खाइदियो। मायाले शान्त तर कडा स्वरमा उत्तर दिइन्, अब जुवाले होइन, मेहनतले तिर्छौं। गोविन्द त्यो संवाद सुन्दै थिए। त्यो वाक्य उनको मनमा गहिरो गरी बस्यो। त्यस रात मायाले आफ्नो अन्तिम चाल तय गरिन्। उनले गोविन्दलाई भनिन्, म तपाईको भाग्यमाथि भरोसा गर्छु, तर एउटा शर्तमा। गोविन्द चकित भए, कस्तो शर्त? एक पटक, मायाले भनिन्, साँच्चीकै ठूलो दाउ खेल्नुहोस्, तर त्यो जुवामा होइन, मेहनतमा। गोविन्द बुझ्न सकेनन्। मायाले अगाडि भनिन्, भोलि बिहान हामी बचेको सानो जमिन साहुकारलाई धितो नराखौं, बरु त्यो जमिनमा मकै रोपौं। 3 महिनापछि हेरौं कुन दाउले जित्छ। गोविन्द लामो समय चुप रहे। यो पहिलो पटक थियो कसैले उनलाई जुवा खेल्न नरोकेर अर्को दाउ देखाइरहेको थियो। भोलिपल्ट बिहान गोविन्द तास खेल्न गएनन्। उनी मायासँगै खेततिर गए। हातमा हलो समाते, हात छाला नलागेका थिए। दुखे, तर त्यो दुःख जुवाको हारभन्दा फरक थियो। यसमा अपमान थिएन। दिनहरू बित्दै गए। गोविन्द दिनभरि खेतमा काम गर्न थाले। साँझ थाकेर घर फर्किए पनि मन शान्त हुन्थ्यो। माया खुसी थिइन्, तर उनले त्यो खुसी देखाइनन्, किनभने यो यात्रा अझै बाँकी थियो। एक साँझ गोविन्द आफै बोले, माया, अचम्म लाग्छ, काम गरेर थाक्दा पनि मन हलुका हुन्छ। मायाले मुस्कुराउँदै भनिन्, त्यसैले त यो दाउ सुरक्षित हुन्छ। गाउँलेहरू अचम्म मान्थे। गोविन्द त सुध्रिँदैछ, तर मायालाई थाहा थियो यो सुधार स्थायी बनाउन अझ एउटा परीक्षा बाँकी छ। त्यो परीक्षा छिट्टै आयो। पुराना जुवा साथीहरू आए। आज ठूलो खेल छ, उनीहरूले भने। गोविन्दको मन हल्लियो। उनी मायातिर हेरे। मायाले केवल यति भनिन्, जुन दाउमा तपाईले पसिना हाल्नु भएको छ त्यसलाई सम्झनुहोस्। गोविन्द चुपचाप फर्किए। सिरानी गाउँमा ऋतु फेरिन थालेको थियो। खेतका डिलहरू हरिया हुँदै गएका थिए। मकैका बिरुवाले माटो चिरेर टाउको निकाल्दै थिए। यो परिवर्तन केवल प्रकृतिमा मात्र होइन, गोविन्दको मनभित्र पनि बिस्तारै हुँदै थियो। तर परिवर्तन सिधा र सजिलो हुँदैन। गोविन्द अझै पुराना बानीसँग लडिरहेका थिए। तासका पात हातमा नपरे पनि तिनको याद कहिलेकाहीँ दिमागमा घुमिरहन्थ्यो। बेलुकी चौतारोबाट हाँसोको आवाज आयो भने उनको खुट्टा आफै त्यतै मोडिन खोज्थ्यो। उनी रोकिएर गहिरो सास फेर्थे। मायाले यो संघर्ष देखिरहेकी थिइन्, तर उनले कुनै दबाब दिइनन्। उनले बुझ्थिन् यो लडाईँ गोविन्दले आफै जित्नुपर्छ। एक साँझ गोविन्द थाकेर घर फर्किए। हातमा छाला चर्किएको थियो, ढाड दुखेको थियो। माया भान्सामा खाना बनाइरहेकी थिइन्। माया, गोविन्दले थोरै भारी स्वरमा भने, आज साहुकार हरिराम भेटियो। मायाको हात एकछिन रोकियो। के भन्यो? जमिनको कुरा उठायो। अब धेरै समय छैन रे। त्यो वाक्यले गोविन्दको छाती कस्सियो। पुरानो डर फेरि जाग्यो। जुवामा जितेर सबै मिलाइदिन्छु भन्ने भ्रम। त्यही रात पुराना जुवा साथीहरू घरमै आइपुगे। गोविन्द, उनीहरूले हौस्याए, आज त भाग्य फिर्छ, एक पटक मात्र खेल। गोविन्दको मन डगमगायो। उनले मायातिर हेरे। माया शान्त थिइन्। उनले केही भनिनन्। त्यो मौनले गोविन्दलाई अझै द्वन्द्वमा पार्यो। अन्ततः गोविन्द उनीहरूसँग गए। त्यो रात जुवा घरको हल्ला, तासको आवाज, हाँसो सबै उस्तै थियो। सुरुमा गोविन्दले जिते। मुटु द्रुत गतिमा धड्कियो। हेर, माया गलत थिइन्, उनले मनमा नै सोचे। तर अन्त्यमा सबै हार। पैसा मात्र होइन, आत्मसम्मान पनि। घर फर्किँदा रात निकै ढिल्किसकेको थियो। ढोका खोल्दा माया बत्ती बालेर बसेकी थिइन्। उनको आँखामा न रिस थियो न आँसु, केवल गहिरो दुःख। गोविन्द भुइँमा बसे। माया, म हारे। त्यही क्षण मायाले पहिलो पटक दृढ स्वरमा भनिन्, कति हार्नुभयो? गोविन्दले टाउको झुकाए। आजको मात्रै होइन, वर्षौंको हार हो।
त्यो स्वीकारोक्ति गोविन्दका लागि भारी थियो। उनले पहिलो पटक जुवालाई खेल होइन नाश माने। भोलिपल्ट बिहान साहुकार हरिराम फेरि आयो। यसपटक गोविन्द अघि बढे। जमिन नलिनुहोस् उनले भने, म मेहनत गरेर तिर्छु। हरिराम हाँस्यो, मेहनतले कति वर्ष लाग्ला? गोविन्दले शान्त तर कडा स्वरमा भने, जति लाग्छ लागोस्। यो पहिलो पटक थियो। गोविन्द भागेनन्। त्यस दिन साँझ माया र गोविन्द खेततिर गए। मकैका बिरुवा हल्लिरहेका थिए। मायाले बिस्तारै भनिन्, हेर्नुहोस्, यी बिरुवाले कहिल्यै छल गर्दैनन्। जति हाल्यो त्यति दिन्छन्। गोविन्दको आँखा रसाए। माया, उनले भने, मैले तपाईलाई धेरै दुःख दिएँ। मायाले जवाफ दिइनन्। उनले केवल खेततिर इसारा गरिन्। केही दिनपछि ठूलो आँधी आयो। पानीले खेत डुबायो। गोविन्द डराए। अब सबै सकियो। तर पानी घटेपछि बिरुवा फेरि उठे। त्यो दृश्यले गोविन्दलाई अन्तिम पाठ दियो। जीवनमा हार भए पनि उठ्न सकिन्छ। त्यही रात गोविन्दले सबै तासका पात आगोमा हाल्दिए। अब यो घरमा तासको ठाउँ छैन, उनले भने। मायाको आँखामा पहिलो पटक निष्कपट आँसु झर्यो, खुसीको आँसु। सिरानी गाउँमा बिहानको उज्यालो पहिले भन्दा फरक लाग्न थालेको थियो। आकाश उस्तै नीलो थियो, डाँडा काँडा उस्तै हरिया थिए। तर गोविन्द र मायाको जीवनमा अब एउटा नयाँ सुरुवात भएको थियो। डरको होइन, भरोसाको। गोविन्द अब बिहान सबेरै उठ्थे। पहिले तासको पात सम्झन्थे, अब खेतको काम सम्झिन्थे। हातमा हलो समाउँदा दुःख अझै लाग्थ्यो, तर त्यो दुःख उनी सहर्ष स्वीकार्थे, किनकि अब उनलाई थाहा भइसकेको थियो यो दुःख जीवन बनाउने दुःख हो, बिगार्ने होइन। माया चुपचाप यो परिवर्तन हेर्थिन्। उनले कहिल्यै गोविन्दलाई मैले भनेको थिएँ भनेर सम्झाइनन्। उनको बुद्धिमानी यही थियो, परिवर्तनलाई सम्मान गर्नु। मकै बिस्तारै पाक्दै गयो। हरियो बाली पहेलो हुन थाल्यो। गाउँलेहरू खेत हेरेर भन्थे, गोविन्दको खेत त राम्रो देखिन्छ है। यी शब्द गोविन्दका लागि ठूलो पुरस्कार थिए, किनकि यो पुरस्कार मेहनतबाट आएको थियो। साहुकार हरिराम फेरि आयो, तर यसपटक उसको स्वर कडा थिएन। यसपालि त केही तिर्न सक्छौ? उसले सोध्यो। गोविन्दले झोला खोलेर मकैका भुट्टा देखाए। यसपालि यति, उनले भने। अर्को सिजन अझै। हरिराम अचम्म मान्यो। जुवा छोड्यौ? छोडे, गोविन्दले शान्त स्वरमा भने। अब दाउ खेतमा हो। हरिराम केही नभनी फर्कियो। त्यस दिन साँझ माया र गोविन्द आँगनमा बसे। लामो समयपछि उनीहरू बीच मौन असहज थिएन। मायाले बिस्तारै भनिन्, घरमा फेरि गाई ल्याउने हो? गोविन्द मुस्कुराए। पहिले ऋण अलि घटाउँ, त्यसपछि। मायाले टाउको हल्लाइन्। यही समझदारीले घर फेरि घर बनेको थियो। केही महिनापछि ऋण धेरै हदसम्म घट्यो। गोविन्दले गाउँको सहकारीमा नाम लेखाए। माया पनि समूहमा जोडिइन्। उनीहरूले सानो बचत सुरु गरे। माया छिमेकी महिलालाई भन्थिन्, सानो पैसा पनि बचत हो। गाउँमा दशैं आयो। पहिलेका वर्षमा गोविन्द दशैंलाई जुवाको बहाना जस्तै बनाउँथे, तर यसपालि उनले घरमै बसेर खसी काटे, पूजा गरे। आज तास होइन, उनले हाँस्दै भने, परिवारको पालो। मायाको मन भरियो। एक साँझ गोविन्दले गाउँका केटाहरूलाई बोलाए। जुवा खेल्ने कुरा छोड, उनले भने। मैले सबै गुमाए, समय, सम्मान, घरको शान्ति। उनको आवाजमा अनुभव थियो। केटाहरू चुप लागे। वर्ष बित्दै गयो। घरमा फेरि गाई आयो। आँगनमा दूध उम्लिन थाल्यो। माया बिहान दूध दुहुँदा मनमनै मुस्कुराउँथिन्। जीवन फेरि बग्न थालेछ, उनले सोच्थिन्। एक दिन माया बिरामी परिन्। गोविन्द डराए। उनले काम छाडेर माया सहार गरे। अब तपाईलाई म सम्हाल्छु, उनले भने। त्यो वाक्य मायाका लागि सबैभन्दा ठूलो जित थियो। सिरानी गाउँका मानिसहरूले यो परिवारलाई नयाँ नजरले हेर्न थाले। बुद्धिमानी श्रीमती र सुध्रिएको श्रीमान, उनीहरू भन्थे। एक साँझ माया र गोविन्द खेतको डिलमा बसेर सूर्य अस्ताउँदै गरेको हेर्दै थिए। मायाले सोधिन्, यदि म चुप नलागेर झगडा मात्रै गर्थे भने के हुन्थ्यो होला? गोविन्द गहिरो सास फेर्दै बोले, सायद म अझै जुवामै हुन्थे। मायाले मुस्कुराउँदै भनिन्, त्यसैले धैर्य पनि बुद्धि हो। गोविन्दले मायाको हात समाए। तिमीले मलाई बचायौ, उनले भने। मायाले टाउको हल्लाइन्। मैले होइन, तपाईको निर्णयले। कथा यही समाप्त हुन्छ, जहाँ जुवा हार्छ, मेहनत जित्छ, जहाँ बुद्धिमानी र धैर्यले
परिवार बचाउँछ। गाउँको पुरानो वचन। पहाडको काखमा बसेको सानो गाउँ थियो। नाम थियो सुनखानी। चारैतिर हरिया डाँडा काँडा, बीचमा बग्ने चिसो खोल्छी र खोल्छीकै किनारमा फैलिएका माटो र ढुङ्गाले बनेका घरहरू। बिहान सबेरै कुखुराको बास र गाईको घण्टीसँगै गाउँ बिउझिन्थ्यो। साँझ पर्नासाथ धुवाँ उडाउँदै चुल्हो बल्थ्यो र आँगन आँगनमा कथाहरू गुन्जिन्थे। सुनखानी गाउँ अरू गाउँभन्दा फरक थियो। यहाँ पुस्तौंदेखि चल्दै आएको एउटा पुरानो वचन थियो। त्यो वचन गाउँको नियम जस्तै मानिन्थ्यो। बुढापाकाहरू भन्थे, गाउँको भलाइमा सबै एक हुनुपर्छ, सत्यको बाटो कहिल्यै नछोड्नु र कसैको दुःख आफ्नै सम्झनु। यो वचन कुनै कागजमा लेखिएको थिएन, न त ढुङ्गामा कुदिएको, तर यो हरेक घरको मनमा लेखिएको थियो। पहिले पहिले गाउँमा कुनै झगडा पर्यो भने सबैजना बरगास मुनि भेला हुन्थे। जेठा बुढाले पुरानो वचन सम्झाउँथे र विवाद मिल्थ्यो। कसैले पनि आफूलाई ठूलो ठान्दैनथ्यो, किनकि वचन सबैभन्दा माथि थियो। तर समय बदलिँदै गयो। नयाँ पुस्ता हुर्किँदै थियो। मोबाइल, शहरका कुरा, बाहिरका सपना गाउँसम्म आइपुगेका थिए। धेरै युवाहरू भन्थे, यी त पुराना जमानाका कुरा हुन्, अहिले आफ्नै फाइदा हेर्नुपर्छ। त्यही गाउँमा माधव नामको एक जवान किसान बस्थ्यो। ऊ मेहनती थियो, तर मनमा अलिकति घमण्ड पनि पलाइसकेको थियो। उसलाई लाग्थ्यो पुरानो वचनले अब पेट भरिँदैन। अर्कोतर्फ हरि काका थिए, गाउँका सबैभन्दा ज्येष्ठ र इमान्दार व्यक्ति। सेतो दाह्री, लट्ठी टेक्दै हिँड्ने र सधैँ बरगाछ मुनि बसेर पुराना दिनको कुरा सुनाउने। एक साँझ हरि काकाले गाउँका केही युवालाई बोलाएर भने, बच्चाहरू, यो गाउँ तिमीहरूकै हो। पुरानो वचन बिर्सियौ भने गाउँ टुट्छ। माधवले हल्का मुस्कान दिँदै जवाफ दियो, काका, अहिले समय फेरिएको छ, सबै कुरा वचनले मात्र हुँदैन। हरि काकाको आँखामा हल्का पीडा झल्कियो। उनले गहिरो सास फेरेर भने, समय फेरिएला, तर सत्य र एकताको मूल्य कहिल्यै फेरिँदैन। त्यो रात गाउँ शान्त थियो, तर शान्तिको भित्र कतै नदेखिने चिरा पर्न थालिसकेको थियो। खोल्छीको पानी जस्तै चुपचाप तर गहिरो। पुरानो वचन अझै गाउँमा थियो, तर मानिसहरूको मनबाट बिस्तारै ओझेल पर्न थालेको थियो। र यहीँबाट सुरु हुँदै थियो वचनको साँचो परीक्षा। वसन्तको अन्त्यसँगै सुनखानी गाउँमा खेतको काम बढ्न थाल्यो। सबैभन्दा ठूलो चिन्ता थियो पानी। खोल्छीबाट आउने पुरानो कुलो नै गाउँको जीवन रेखा थियो। त्यो कुलो जसले माथिल्लो र तल्लो बस्ती दुवैलाई सिंचाइ गर्थ्यो। तर यसपालि पानी कम थियो र कुलोको मुख कसले कसरी चलाउने भन्ने कुरा विवादको कारण बढ्न थाल्यो। सबैभन्दा पहिले कुरा उठायो माधवले। माथिल्लो खेत पहिले सुक्छ, उसले भन्यो, त्यसैले पानी पहिले हामीले पाउनुपर्छ। तल्लो बस्तीका किसान गोपालले प्रतिवाद गरे, हामीले नपाए धान रोप्नै सकिँदैन, कुलो सबैको हो, एक्लैको होइन। पहिले पहिले यस्तो कुरा उठ्दा गाउँलेहरू बरगाछा मुनि भेला हुन्थे, तर यसपालि कसैले पनि त्यो प्रस्ताव राखेन। सबै आफ्नो फाइदा हेर्न थाले। पुरानो वचनको कुरा कसैको मुखबाट ननिस्के जस्तो भयो। हरि काकाले धेरै पटक सम्झाउन खोजे, बच्चाहरू, कुलो त साझा हो, वचन सम्झ। तर उनको आवाज भीडमा हरायो। एक बिहान माधव र उसका साथीहरूले चुपचाप कुलोको मुख माथितिर मोडिदिए। तल्लो बस्तीमा पानी सुक्न थाल्यो। गोपालको खेत चिराचिरा पर्यो। बोटहरू ओइलाउन थाले। रिसले गोपाल सिधै माधवको घर पुग्यो। तिमीले किन पानी रोक्यौ? मैले रोकेको होइन, आफ्नो हक लिएको हुँ। कुरा चर्कियो। गाउँमा दुई समूह बने, माथिल्लो र तल्लो। सानोतिनो तर्क अब कटु वचनमा बदलिन थाल्यो। पुरानो वचन सम्झाउने कसैलाई फुर्सद थिएन। सबैलाई आफ्नो जित चाहिएको थियो। त्यही दिन साँझ हरिकाका लट्ठी टेक्दै बरगाछा मुनि आए। पहिले यो ठाउँ मेलमिलापको केन्द्र थियो, आज सुनसान। उनले खाली चबुतरामा बसेर बिस्तारै भने, वचन टुट्दा आवाज आउँदैन, तर असर गहिरो हुन्छ। त्यो रात गाउँ दुई भागमा बाडियो। चुलो त बल्यो, तर मनमा आगो बलिरहेको थियो। खोल्सी अझै बगिरहेको थियो, तर पानीले अब शान्ति बोकिरहेको थिएन। उसले द्वन्द्व बोक्न थालेको थियो।
भोलिपल्ट के भयो कसैले कल्पना गरेको थिएन, तर यति चाहिँ पक्का थियो, पुरानो वचनको साँचो परीक्षा अब सुरु भइसकेको थियो। सुनखानी गाउँमा पानीको विवादले गहिरो रूप लिन थाल्यो। 2-4 दिनमै त्यो सानो झगडा गाउँभरि फैलियो। माथिल्लो बस्ती र तल्लो बस्ती बीच बोलचाल बन्द जस्तै भयो। बाटोमा भेट्दा पनि मानिसहरू आँखा जुदाउन डराउन थाले। जसले पहिले एक अर्काको दुःख सुख साट्थे उनीहरू अब शत्रु जस्तै बने। त्यसैबीच आकाशले पनि साथ छोड्यो। दिउँसो घाम पोल्न थाल्यो, राति तातो हावा चल्थ्यो। खेतमा रोपिएका बिउहरू उम्रिन सकेनन्। तल्लो बस्तीमा पानी नपुग्दा गोपालको खेत पुरै सुक्न थाल्यो। माथिल्लो बस्तीले पानी पाए पनि कम मात्रामा, किनकि कुलो बिग्रदै गएको थियो। एक साँझ अचानक ठूलो आवाज आयो। पुरानो कुलोको पर्खाल भत्किएको थियो। खोल्सीको पानी बगरतिर बग्यो, खेततिर होइन। अब न माथिल्लोले पानी पायो न तल्लोले। सबै स्तब्ध भए। गाउँलेहरू भेला भए, तर यसपालि बरगाछा मुनि होइन, भत्किएको कुलोको छेउमा। सबैको अनुहारमा चिन्ता थियो। महिलाहरूले आँसु पुस्दै भनिन्, अब त बालबच्चालाई के खुवाउने? माधव पहिलो पटक मौन भयो। ऊ कुलोको भत्किएको भाग हेर्दै उभिएको थियो। उसले महसुस गर्यो आफ्नो हक खोज्दै जाँदा उसले सबैको हक डुबाएको रहेछ। गोपालको अनुहारमा रिस भन्दा पनि थकान थियो। हरिकाका लट्ठी टेक्दै आए। भीड चुप लाग्यो। उनले भत्किएको कुलोतिर हेरेर भने, यो कुलो केवल माटो र ढुङ्गाले बनेको होइन, यो हाम्रो विश्वासले बनेको थियो। उनका शब्दले सबैको मन छोयो। धेरैको आँखामा पछुतो झल्कियो। कसैले बिस्तारै भने, हामीले वचन बिर्सियौं, त्यसैले यस्तो भयो। त्यो रात गाउँ अँध्यारो थियो। चन्द्रमा बादलभित्र लुकेको थियो, जस्तै गाउँको विवेक लुकेको थियो। घर घरमा सन्नाटा थियो। भोलिको दिन कसरी बित्ने हो भन्ने डर सबैको मनमा थियो। माधव निदाउन सकेन। हरिकाकाको आवाज कानमा घन्किरह्यो। वचन केवल शब्द होइन, उसले पहिलो पटक पुरानो वचन सम्झियो, जुन उसले हाँसेर टारेको थियो। अब त्यो वचन भारी बनेर उसको छातीमा थिचिन थालेको थियो। संकटले गाउँलाई झकझक्याइसकेको थियो। अब प्रश्न एउटै थियो, के गाउँ अझै ढिलो नगरी पुरानो वचनतर्फ फर्किन सक्ला? भोलिपल्ट बिहान सुनखानी गाउँ असामान्य रूपमा शान्त थियो। न त खेततिर जाने मानिसहरूको चहल पहल थियो, न त कुलोको छेउमा हुने हल्ला। सबैको ध्यान एउटै कुरामा थियो, भत्किएको कुलो र अनिश्चित भविष्य। बिहानको कुहिरो गाउँभरि फैलिएको थियो, मानौ गाउँकै मन कुहिरोले ढाकिएको हो। त्यही बेला माधव आफ्नो घरबाट निस्कियो। ऊ सिधै हरिकाकाको घरतिर लाग्यो। ढोकामा पुगेर उसले नम्र स्वरमा भन्यो, काका, म गल्तीमा रहेछु, मलाई बाटो देखाइदिनुहोस्। हरिकाकाले माधवको अनुहार ध्यान दिएर हेरे। उनका आँखामा क्रोध थिएन, केवल अनुभवको गहिराई थियो। गल्ती स्वीकार गर्नु नै पहिलो सही कदम हो, उनले भने। अब गाउँलाई सम्झाउनु पर्छ। त्यस दिन हरिकाकाले गाउँका सबैलाई बरगाछा मुनि भेला हुन बोलाए। धेरै समयपछि त्यो ठाउँ फेरि भरियो। माथिल्लो र तल्लो बस्तीका मानिसहरू एउटै चबुतरामा बसे, अलिकति लाज, अलिकति आशासहित। हरिकाका उठे। लट्ठी जमिनमा टेकेर उनले गम्भीर स्वरमा भने, आज म नयाँ कुरा भन्न आएको छैन, म केवल पुरानो वचन सम्झाउन आएको हुँ। सबै चुप्प लागे। हाम्रा बाजेबाजेले भनेका थिए, गाउँको भलोभन्दा ठूलो केही हुँदैन। पानी, जमिन, दुःख सबै साझा हुन्। जब हामीले सत्य र एकता छोड्यौं, तब कुलो मात्र होइन, हाम्रो सम्बन्ध पनि भत्कियो। माधव उठ्यो। उसको स्वर काँपिरहेको थियो। मैले आफ्नो फाइदा मात्र हेरे। मेरो कारणले गाउँ दुखी भयो, म माफी चाहन्छु। गोपाल पनि उठ्यो। हामी सबै दोषी छौं, उसले भन्यो। हामीले वचन बिर्सियौं। बरगाछा मुनि सन्नाटा छायो। त्यो सन्नाटा दोष स्वीकारको थियो, झगडाको होइन। धेरैको आँखाबाट आँसु झरे। महिलाहरूले टाउको हल्लाउँदै समर्थन जनाए। हरिकाकाले अन्त्यमा भने, वचन सम्झनु मात्र पर्याप्त छैन, त्यसलाई काममा उतार्नुपर्छ। कुलो हामी सबै मिलेर बनाउँछौं, न माथिल्लो न तल्लो, सबै बराबर। त्यो निर्णयसँगै गाउँमा नयाँ ऊर्जा आयो। मानिसहरूले कुदाल, कोदालो, डोको तयार पार्न थाले। लामो समयपछि एउटै उद्देश्यले सबै हात चल्ने तयारी भयो। कुहिरो बिस्तारै हट्दै गयो।
घामको किरण बरगाछामाथि पर्न थाल्यो। त्यो घाम केवल आकाशबाट होइन, गाउँलेहरूको मनबाट पनि निस्कदै थियो। अब बाँकी थियो पुरानो वचनलाई कर्ममा बदल्ने परीक्षा। सूर्योदयसँगै सुनखानी गाउँ फेरि जिउँदो जस्तै देखिन थाल्यो। हात हातमा कुदाल, कोदालो र डोको बोकेर गाउँलेहरू कुलोतर्फ लागे। यो काम कसैको आदेशले होइन, सबैको समझदारीले सुरु भएको थियो। माथिल्लो र तल्लो बस्ती बीचको दूरी आज पैतालाको जति मात्रै देखिन्थ्यो। हरिकाका कुलोको छेउमा उभिएर काम हेरिरहेका थिए। उनको अनुहारमा सन्तोष थियो। माधव र गोपाल एउटै ठाउँमा उभिएर माटो खन्ने काम गरिरहेका थिए। केही दिनअघि झगडामा उत्रिएका ती हातहरू आज एउटै उद्देश्यका लागि चलिरहेका थिए। या अलि बलियो ढुङ्गा राखौं, माधवले भन्यो। गोपालले टाउको हल्लाउँदै सहयोग गर्यो। हो, यसपालि कुलो टिक्नुपर्छ। दिनभरि घाम लाग्यो, पसिना बग्यो, तर कसैले गुनासो गरेन। महिलाहरूले पानी र खाना ल्याइदिए। बालबालिकाहरू किनारामा उभिएर हेर्दै थिए। उनीहरूका लागि यो केवल कुलो बनाउने काम होइन, जीवनको पाठ थियो। साँझतिर कुलो फेरि बग्न थाल्यो। चिसो पानी खेततिर मोडिँदा गाउँभरि खुसीको हर्ष फैलियो। कसैले ताली बजायो, कसैले आँसु पुछ्यो। त्यो पानीसँगै विश्वास पनि बगिरहेको थियो। त्यसै दिन साँझ बरगाछा मुनि फेरि सभा बस्यो। हरिकाकाले सबैतिर हेरेर भने, आज हामीले कुलो मात्र होइन, हाम्रो सम्बन्ध पनि मर्मत गरेका छौं। गाउँलेहरूले एक स्वरमा पुरानो वचन दोहोर्याए, सत्य, एकता र साझा भलाइ। माधवले अगाडि बढेर भन्यो, आजदेखि यो वचन केवल कथामा होइन, हाम्रा काममा रहनेछ। त्यसपछि गाउँमा नयाँ नियम बन्यो। पानी बाँडफाँड सबैको सहमतिमा हुने, विवाद आए बरगाछा मुनि छलफल हुने र पुरानो वचन हरेक वर्ष बालबालिकालाई सुनाइने। समय बित्दै गयो। खेतहरू हरिया भए, अन्न भित्रियो र गाउँमा फेरि हाँसो फर्कियो। हरिकाका एक दिन शान्तसँग भने, अब वचन सुरक्षित छ। वर्षौंपछि जब सुनखानी गाउँका बालबालिकाले आफ्ना सन्तानलाई कथा सुनाउने छन्, उनीहरूले कुलो मात्र होइन, एकताको महत्व सुनाउने छन्। किनकि उनीहरूले आफ्नै आँखाले देखेका थिए, वचन बाँच्यो भने गाउँ बाँच्दछ।